हरे कृष्ण। धन्यवाद प्रणाम सबैजना प्रभुजी माताजीहरूलाई। आज म हजुरहरूलाई भगवान् कृष्णको रूप गुणहरूको बारेमा भक्तहरूले कसरी विचार गर्नुहुन्छ त्यसको बारेमा चाहिँ केही श्लोकहरू हजुरहरूलाई पढेर सुनाउनेछु र केही कुराहरू गर्नेछु। भगवान् कृष्णको सुन्दरता कस्तो थियो, भगवान् कृष्ण कति सुन्दर हुनुहुन्थ्यो र भगवानको बारेमा भक्तहरूले कसरी विचार गर्दछन्, भगवानसँग भक्तहरू कसरी नजिक हुन्छन् भन्नेको बारेमा चाहिँ एउटा म तपाईँलाई पहिला एउटा श्लोक पढेर सुनाउँछु र त्यसपछि त्यो श्लोकको बारेमा अरू कुराहरू म भन्नेछु। एउटा श्लोक म हजुरहरूलाई पढेर सुनाउँछु। यहाँ श्लोक छ भागवतमबाट। भागवतममा एउटा श्लोक छ, तय दर्शनीयावर वैरुदार विलास सहस क्षतिताम मुक्तसै हतात्मनोहृत प्राणशं भक्ति रानिच्छदोति मे गति मण्डी प्रयुक्ते भन्नुभएको छ। यसको अर्थ चाहिँ के हुन्छ भने भगवानको मुस्कुराउँदो तथा आकर्षक स्वरूपलाई देखेर एवं उहाँको अत्यन्त मनमोहक बाणीलाई सुनेर शुद्ध भक्तले आफ्नो सम्पूर्ण होस गुमाउन पुग्दछ। उसका इन्द्रियहरू अन्य सम्पूर्ण कार्यहरूबाट मुक्त हुन पुग्दछन् र भक्तिमय सेवामा तल्लीन हुन पुग्दछन्। यसरी इच्छा नहुँदा नहुँदै पनि उसले अनायासै मुक्ति प्राप्त गर्दछ भनेर भनिएको छ। भक्तहरू चाहिँ कस्तो हुन्छ, भगवानको रूप गुणको बारेमा चाहिँ भक्तहरूलाई एकदम आनन्द आउँछ। भगवानको रूपको बारेमा वर्णन गर्दा, भगवानको लीलाहरूको बारेमा वर्णन गर्दा भक्तहरूलाई एकदमै आनन्द आउँछ। र यहाँ भक्तलाई मात्र आनन्द आउने होइन कि भगवान् कृष्णलाई पनि आनन्द आउँछ। भक्तहरूले जब भगवान् कृष्णको बारेमा भगवान् कृष्णको रूप गुण लीला, उहाँको साहस, उहाँको पराक्रमको बारेमा भक्तहरूले आपसमा कुराकानी गर्छन्, त्यो सुनेर भगवान् कृष्णलाई पनि आनन्द आउँछ। भगवान् कृष्ण स्वयं त्यस लीलामा प्रवेश पनि गर्न सक्नुहुन्छ। यहाँ परस्पर आनन्दको आस्वादन हुन्छ होइन। भक्तहरू पहिला त 3 श्रेणीका हुन्छन्, एउटा कनिष्ठ भक्त, मध्यम भक्त र उच्च भक्त होइन। कनिष्ठ अधिकारी, मध्यम अधिकारी र उच्च अधिकारी। कनिष्ठ भनेको जसले भर्खरै भक्ति प्र्याक्टिस सुरु गर्नुभएको छ अनि भर्खर भक्ति प्र्याक्टिस गर्दाखेरि त्यति भक्तिको बारेमा त्यति समझमा आउँदैन, तर भक्ति गरौँ चाहिँ लाग्छ है। अनि एउटा मध्यम अधिकारी हुन्छ जसले चाहिँ भक्तिमा केही आस्वादन पनि पाइसकेको र अझै आस्वादन पाउन बाँकी रहेको हुनुहुन्छ। उहाँले चाहिँ भक्तिमा धेरै नै सेवाहरू गर्नुहुन्छ, धेरै नै भावहरू विकसित गर्नुहुन्छ। र अन्तिम अवस्था हुन्छ चाहिँ उच्च अधिकारी, जहाँ चाहिँ सारा वैराग्यले पूर्ण, भक्तिमा सारा वैराग्यले पूर्ण, भगवानको रूप गुण लीलाहरूको बारेमा एकदम पूर्ण रूपमा श्रद्धावान, पूर्ण रूपमा विश्वासवान हुनुहुन्छ। उहाँहरू चाहिँ अन्य कुनै पनि कुराहरू, संसारिक कुराहरू, भोग विलासमा कुनै पनि कुराहरूमा आसक्ति हुँदैन। उहाँहरू चाहिँ उच्च भक्तहरू हुनुहुन्छ। र हामीले कनिष्ठ भक्त, हामी जब प्र्याक्टिस सुरु गर्छौँ भने हामी कनिष्ठ भक्तमा गनिन्छौँ। हामी कनिष्ठ भक्तमा पनि हामीले केही आस्वादनहरू गर्न सुरु गर्छौँ, किनकि भगवानको नाममा यति आनन्द छ, भगवानको रूपमा यति आनन्द छ। भगवान स्वयंले भन्नुभएको छ, भगवद् गीतामा पनि भन्नुभएको छ, भागवतमा पनि यसको बारेमा बताइएको छ। अनि भक्तहरू जब भगवानको रूपको बारेमा चर्चा गर्नुहुन्छ, भगवान कृष्णले शिरमा मयूरको प्वाख लगाउनुहुन्थ्यो होइन, भगवानले पगडी बान्नुहुन्थ्यो, भगवानले बाँसुरी वंशी बजाउनुहुन्थ्यो, भगवानले गोपिनीहरूसँग लीला गर्नुहुन्थ्यो, भगवानले राधारानीसँग लीला गर्नुहुन्थ्यो, भगवानले आफ्नो माता यशोदासँग लीला गर्नुहुन्थ्यो, आफ्ना बालहरूसँग लीला गर्नुहुन्थ्यो होइन, सबैसँग लीला गर्नुहुन्थ्यो। भगवानको त्यो लीलाहरू जति स्मरण गऱ्यो त्यति आनन्द आउँछ। र भगवानले पनि भन्नुभएको छ, जसले मेरो यो रूप गुण लीलाहरूको बारेमा चाहिँ निरन्तर चिन्तन गर्दछ उसलाई वास्तवमा भौतिक वस्तुहरूमा कुनै आसक्ति नै हुँदैन। उसलाई यो केही पनि सुख उसले चाहँदैन, उसले चाहिँ मुक्ति पनि चाहँदैन, उसले भगवत धाम पनि चाहँदैन, तर पनि अनायास रूपमा उसले चाहिँ पाइरहेको हुन्छ र भगवानले आफै दिनुहुन्छ त्यो कुराहरू। यस्तो उदाहरण चाहिँ कस्तो छ भने, जस्तो हाम्रो प्रहलाद महाराज हुनुहुन्छ। प्रहलाद महाराजले उहाँको बुवा हिरण्यकश्यपले प्रहलाद महाराजलाई मार्नका लागि अनेक प्रयास गर्नुहुन्छ, अनेक एकदम धेरै दुःख दिनुहुन्छ, तर पनि उहाँ निरन्तर भगवानको भक्तिमा लाग्नुहुन्छ। र जब भगवान प्रकट हुनुहुन्छ प्रहलाद महाराजको अगाडि, खम्बा तोडेर नरसिंह भगवान जब निस्किनुहुन्छ, हिरण्यकश्यपको वध गर्नुहुन्छ र भगवान प्रहलादलाई भन्नुहुन्छ, तिमी के चाहन्छौ प्रहलाद, मसँग के दिउँ तिमीलाई, केही वरदान माग्यो मसँग भन्दाखेरि प्रहलाद महाराजले त्यहाँ केही पनि वरदान माग्नुहुन्न। प्रहलाद महाराजले मलाई यो दिनुहोस् भगवान, त्यो दिनुहोस्, केही पनि भन्नुहुन्न। मलाई केही पनि इच्छा नै छैन भगवान, मलाई मुक्ति प्राप्ति गर्ने इच्छा पनि छैन, मलाई त केवल सधैँ हजुरको दासको सेवा गर्ने मन छ भन्नुहुन्छ। हजुरको दासको सेवा गर्ने मन छ, मलाई यही सेवा दिनुहोस् भन्नुहुन्छ। र भगवानले सम्पूर्ण कुराहरू प्रहलाद महाराजलाई दिनुहुन्छ, नमागे पनि दिनुहुन्छ। अनि त्यही भएर भगवानले पनि त्यो लीलामा भाग लिनुहुन्छ कि जसले भगवानको बारेमा रूप गुण लीलाको बारेमा वर्णन गरिरहन्छ, भगवानलाई पनि त्यो अत्यन्तै मिठो लाग्छ, अत्यन्तै प्यारो लाग्छ। तर केही मायावादीहरू, केही बाहिर अभक्तहरू चाहिँ के भन्छन्, भगवान हुनुहुन्न,
भगवानको मूर्ति हो, मूर्ति बोल्दैन, मूर्तिले खाँदैन, मूर्ति हिँड्न सक्दैन भन्ने जस्तो त्यो नास्तिक कुराहरू गर्नुहुन्छ। तर होइन, भगवान सर्व कण कणमा हुनुहुन्छ। भगवान अणुमा पनि हुनुहुन्छ, परमाणुमा पनि हुनुहुन्छ, सारा जगतभन्दा ठुलो पनि हुनुहुन्छ। भगवान सानोमा अत्यन्तै सानो र ठुलोमा अत्यन्तै ठुलो हुनुहुन्छ। यो कुरा शास्त्रमा बारम्बार लेखिएको छ। त्यही भएर भगवानको अर्चा विग्रहको सेवा गर्नु चाहिँ कनिष्ठ भक्तहरूको पहिलो प्राथमिकता हुन्छ। किनकि हामी भगवानको आरती गर्छौँ, भगवानको श्रृङ्गार गर्छौँ, भगवानलाई डेकोरेसन गर्छौँ। त्यो गर्दा गर्दै हाम्रो भावहरू बढेर जान्छ। त्यसरी हाम्रो भक्ति प्र्याक्टिस अगाडि बढ्छ। हामी भक्ति गर्न सुरु गर्न थाल्छौँ र बिस्तारै भक्ति गर्दै गर्दै जाँदाखेरि हामीले भगवानको त्यो आनन्द पनि प्राप्त गर्छौँ। किनकि भगवान सच्चिदानन्द विग्रह हुनुहुन्छ, भगवानले आनन्द दिनुहुन्छ र त्यो आनन्द पनि हामीले प्राप्त गर्न चाहन्छौँ। अनि त्यो आनन्द गर्दा गर्दै त्यो आनन्द बढ्दै जान्छ। त्यहाँ कुनै घट्ने ठाउँै छैन, आनन्द बढ्ने छ, दिन प्रतिदिन बढ्छ। र त्यो गर्दा गर्दै भक्तिले हाम्रो हृदय पनि शुद्ध हुँदै जान्छ र हामी बिस्तारै माथिल्लो भक्तिको माथिल्लो लेभलहरूमा पुग्छौँ, माथिल्लो रसहरू चाख्न थाल्छौँ। र यहाँ भगवानले पनि बारम्बार यही कुरा भन्नुभएको छ, भक्तले जहाँ मेरो बारेमा चर्चा गर्छ म त्यहीँ हुन्छु। न म वैकुण्ठमा बस्छु, न म लक्ष्मीसँग बस्छु, न म वृन्दावनमा हुन्छु। भगवानले जहाँ मेरो बारेमा चर्चा गर्छ म त्यहीँ हुन्छु भन्नुभएको छ। जहाँ मेरो कीर्तन हुन्छ, सामूहिक कीर्तन भक्तहरू बसेर जहाँ कीर्तन हुन्छ, जहाँ सामूहिक भक्तहरू बसेर भगवानको नामको जपमाला हुन्छ, जप हुन्छ, भगवान त्यहीँ हुनुहुन्छ। भगवान एक्लै बस्न चाहनुहुन्न, भगवान एकदम नटखट हुनुहुन्छ, भगवान एक्लै बस्नै चाहनुहुन्न, भगवान भक्तहरूसँगै बस्न चाहनुहुन्छ। त्यसैले हामी पनि भगवानको बारेमा जति सकिन्छ त्यति भगवानको रूप गुण लीलाहरूको बारेमा चर्चा गरौँ, भगवानको पुस्तकहरू पढौँ, भगवानको नामको जप गरौँ। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। यो महामन्त्र जप गरौँ। यो महामन्त्र जप गर्दा एकदम आनन्द आउँछ। यो महामन्त्र जप गरौँ, भगवानको पुस्तकहरू पढौँ, भगवद् गीता पढौँ, श्रीमद् भागवतम पढौँ, भक्तहरूको सँग गरौँ। त्यसले नै हामीलाई एकदम आनन्द दिन्छ। हामीले नचाहँदा पनि सबै कुराहरू हाम्रो पुरा हुन जान्छ। हाम्रो भौतिक चाहना पनि पुरा हुन्छन् र हाम्रो आध्यात्मिक उन्नति पनि हुँदै जान्छ। र जब हाम्रो आध्यात्मिक उन्नति हुन्छ तब हामीलाई भौतिक कुराहरू फिका लाग्न थाल्छ। हाम्रो आध्यात्मिक उन्नति यति मिठो हुन्छ, यति आनन्ददायक हुन्छ, त्यसको तुलनामा भौतिक चिजहरू केही पनि होइन। त्यसैले हामीले आध्यात्मिक उन्नतिमा प्रयत्न गरौँ, भगवानको नाम जप गरौँ। सबैभन्दा पहिले जपबाट सुरु गरौँ, जप गरौँ, भगवानको पुस्तकहरू पढौँ, भगवानका भक्तहरूको सत्सङ्ग गरौँ। त्यसरी नै हाम्रो भक्ति विकास हुन्छ। र यही कुरालाई बारम्बार भगवानले भागवतमा भन्नुभएको छ, भगवद् गीतामा भन्नुभएको छ र सारा विद्वानहरूले, गुरुहरूले पनि यही कुरालाई जोड दिनुभएको छ। हामीले गुरुको पद अनुसरण गर्नुपर्छ, गुरुले भनेको मान्नुपर्छ र हरे कृष्ण महामन्त्रको जप गर्नुपर्छ। यसरी हामी भक्ति चाहिँ अगाडि बढ्दै जान्छ। बिस्तारै स्टेप गरेर हामी भक्तिमा केही माथिसम्म पुग्न सक्छौँ। हाम्रो मन सफा हुन्छ, हाम्रो माइन्डमा पोजिटिभ विचारहरू आउँछ। हरे कृष्ण महामन्त्र जति सकिन्छ दिनमा 5 माला, 10 माला, 16 माला र म्याक्सिमम् त्योभन्दा बढी पनि हामी जप्न प्र्याक्टिस गरौँ, अभ्यास गरौँ। भगवानले भन्नुहुन्छ अभ्यास गरेर नै केही कुरा हासिल गर्न सकिन्छ, भगवद् गीतामा भन्नुभएको छ। र त्यसैलाई अभ्यास गरौँ, भगवानको त्यो रसलाई हामीले पनि अलिकति भए पनि चाख्ने कोसिस गरौँ। महको भाँडो छ भने महलाई बाहिर सिसा चाटेर हुँदैन। महलाई चाट्नको लागि सिसा खोलेर, ढकनी खोलेर भित्र औँला डुबाएर, चम्चा डुबाएर मह नै चाख्नुपर्छ। बल्ल मह कस्तो छ स्वाद थाहा हुन्छ। महको भाँडो हुँदैमा बाहिरको सिसा चाटेर महको स्वाद थाहा हुँदैन। त्यसैले हामी भगवानको नाममा जप गरौँ। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। यही महामन्त्र जप गरौँ, भगवानको पुस्तकहरू पढौँ, भगवानका भक्तहरूको सत्सङ्ग गरौँ, मन्दिरमा जाउँ, भगवानका भक्तहरूको सत्सङ्ग गरौँ, केही कुराहरू सिकौँ अनि हाम्रो भक्तिलाई बिस्तारै हामी अगाडि बढाउन सक्छौँ। सबैभन्दा पहिले भगवानको नामको जप गर्न सुरु गरौँ। आजदेखि हामी भगवानको नामको जप गर्न सुरु गरौँ। हरे कृष्ण महामन्त्र जप गर्न सुरु गरौँ। हरे कृष्ण।